यो हामीलाई सिभिल इन्जिनियर चाहियो है। सिभिल इन्जिनियर कुवेतको लागि सेलेरी 8 घन्टाको 300 केडी, यानि कि नेपाली सेलेरी तपाईँको 1.5 लाख रुपियाँ हुन्छ है। सिभिल इन्जिनियर चाहियो है कुवेतको लागि है। र कतारको लागि इन्डोर वर्कर, कतारको लागि इन्डोर वर्कर चाहियो तपाईँको। इन्डोर वर्कर भनेको एयरपोर्टमा काम लाउँछ है। एयरपोर्टमा, सुपर मार्केटमा, स्कुलमा, हस्पिटलमा, तपाईँको रेस्टुरेन्टमा, होटलमा, कार वासमा, तपाईँको इलेक्ट्रिसियन हेल्परमा, तपाईँको इन्डोर वर्कर, प्लास्टिक फ्याक्ट्रीमा, बिस्कुट फ्याक्ट्रीमा, यस्तो फ्याक्ट्री वर्कर भनेको इन्डोर भयो क्या, इन्डोर काम लगाउँछ है कतारको लागि। अलराउन्डर इन्डोर, जे होस् भित्रको काम मात्र हुन्छ, बाहिरको काम हुँदैन। र अर्को तपाईँको अफिस बोय भइसक्यो। अफिस भइसकेपछि तपाईँको लन्ड्री बोय भयो, त्यो लुगाहरू धुने ठाउँ हुन्छ नि त्योहरू है। इन्डोरमा काम गर्नुपर्छ। फ्याक्ट्री वर्कर जे होस्, अल काम इन्डोर, आउटडोर एउटा पनि काम गर्नु परेन। कतारको लागि छ है यो, कतारको लागि अल काम इन्डोर गर्नुपर्छ। सेलेरी 8 घन्टाको 1300, 1000 प्लस 300, बुझ्नुभयो, प्लस ओभरटाइमको छुट्टै आउँछ है। काम तपाईँको लास्ट 1 महिनाभित्र मजाले गरिदिन्छु, 1 महिनाभित्र मजाले गरिदिन्छु। यो चाहिँ हो कतारको लागि है, कतारको लागि। 12 घन्टा 26 दिन गरियो भने 72,000सम्म 80,000सम्म कमाइ हुन्छ है। 12 घन्टा 26 दिन गरियो भने 72,000सम्म कमाइ हुन्छ, 80,000सम्म कमाइ हुन्छ कतारको लागि है। र 8 घन्टा मात्र गरियो भने त्यही हो 52,000 नेपाली हुन्छ कतारको लागि है, कतारको लागि। अर्को कतारको सिक्युरिटीमा 12 घन्टा 26 दिनको 1800 रुपियाँ सेलेरी कतारको सिक्युरिटी गार्डमा। अनि कतारको स्टोर किपरमा, सेल्सम्यानमा, केसियरमा, सुपरभाइजरमा, वेटरमा, यतातिर चाहिँ तपाईँको त्यही हो 1500 रुपियाँ सेलेरी हुन्छ है कतारको लागि। तर पढे लेखेको एजुकेटेड पर्सन चाहियो कतारको लागि है। त्यही 1500देखि 2500सम्म सेलेरी हुन्छ। नेपाली त्यही 1 लाख क्रस हुन्छ है। तर इन्टरभ्यू लिन्छ, इन्टरभ्यूमा पास गर्नु पर्यो। अर्को तपाईँको दुबईको प्लास्टिक फ्याक्ट्रीमा है। दुबईको प्लास्टिक फ्याक्ट्रीमा तपाईँको ड्युटी 12 घन्टा 28 दिनको त्यही हो 1800 रुपियाँ सेलेरी है। 1800 रुपियाँ सेलेरी छ है दुबईको लागि है, प्लास्टिक फ्याक्ट्रीमा दुबईको लागि। बेसिक सेलेरी 8 घन्टाको 1100 रुपियाँ छ है दुबईको लागि। र दुबईको फर्निचर फ्याक्ट्रीमा है, फर्निचर कम्पनीमा काम गर्नुपर्छ दुबईको लागि। 8 घन्टाको 1100 प्लस 12 घन्टा 28 दिनको सेलेरी तपाईँको 1800 रुपियाँ हुन्छ है दुबईको लागि। अनि अर्को दुबईको बलदियामा है। दुबईको बलदियामा तपाईँको 8 घन्टाको 1500 रुपियाँ सेलेरी, ओभरटाइम गरेर 80,000 मजाले कमाउने कम्पनी हो यो दुबईको लागि। बलदियामा इन्टरभ्यू दिनु पर्दैन। अर्को तपाईँको दुबईको सिक्युरिटी गार्डमा 12 घन्टा 26 दिनको सेलेरी 1800, 1700 यस्तो हुन्छ है दुबईको सिक्युरिटी गार्डमा। सर्बियाको लागि है फलफुल पैकिङमा, एग्रिकल्चरमा है, फलफुल पैकिङमा, एग्रिकल्चरमा तपाईँको सेलेरी के भन्छ 80,000 प्लस खाना, खाना दिएन भने 8 घन्टाको 1,17,000 रुपियाँ सेलेरी है सर्बियाको लागि। र अर्को एग्रिकल्चरमा, एग्रिकल्चरको लागि तपाईँको सर्बियाको छ है। र अर्को चाहिँ टर्कीको, टर्की देशको लागि वेयर हाउसमा है, वेयर हाउसमा 8 घन्टाको 1,17,000 रुपियाँ सेलेरी, खाना कम्पनीले दियो भने 80,000 रुपियाँ सेलेरी 8 घन्टाको प्लस ओभरटाइमको छुट्टै। र अर्को कुरा एग्रिकल्चरमा लाग्नुभयो भने नि एग्रिकल्चरमा काम गर्ने 10 महिना तर सेलेरी आउँछ 12 महिनाको, बुझ्नुभयो। सालमा 2 महिना कम्पनी बसाएर सेलेरी दिन्छ है। सालमा 2 महिना काम दिँदैन, बसेर मात्र सेलेरी उठाउन पाइयो सर्बियाको लागि एग्रिकल्चरमा है, फलफुलमा। र अर्को कुरो के छ कि युरोप छिरिसकेपछि तपाईँको काम यहाँबाट जे भए पनि मतलब भएन, उता गएर तपाईँको टिआरसी कार्ड पाइसक्नुहुन्छ नि तपाईँले, अनि त्यसपछि तपाईँले कम्पनी चेन्ज गर्न पाइयो। मेन कुरा हो युरोप छिर्ने। युरोप छिरिसकेपछि तपाईँ 10वटा कम्पनी चेन्ज गर्नु, 5वटा कम्पनी चेन्ज गर्नु मतलब भएन। तर टिआरसी कार्ड पाइसकेपछि, टिआरसी कार्ड तपाईँको 3 महिनामा, 6 महिनामा, 9 महिनापछि यसरी पाइन्छ के सर्बियाको लागि है, सर्बियाको लागि। मलेसियाको लागि सिक्युरिटी गार्डमा है 85,000 रुपियाँ सेलेरी, सुपर मार्केट सिक्युरिटी गार्डमा काम गर्नुपर्छ है मलेसियाको लागि है। 85,000 रुपियाँ सेलेरी, तर ड्युटी 12 घन्टा 30 दिन गर्नुपर्छ, यो ग्यारेन्टी हो। मलेसियाको लागि सिलाइ गर्ने मान्छे चाहियो है, लुगाहरू सिलाउने मान्छे चाहियो है। कम्पनीको नाम हो डेस्टिनी कल्चर, कम्पनीको नाम हो है। मलेसियाको लागि लुगा सिलाउने मान्छे चाहियो। मलेसियाको लागि प्रिमियम साउन्ड सोल्युसन कम्पनीको लागि अब इन्टरभ्यू हुनेवाला छ है। अहिले डेट तोकेको छैन, इन्टरभ्यू हुनेवाला छ। मेरो कन्ट्याक्टमा रहनु र यो नम्बर दिएको नम्बर सेभ गरेर राख्नु है। र अर्को चाहिँ कतारको लागि तपाईँको इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टर, फर्निचर, वेल्डर, कार मेकेनिक, बाइक मेकेनिक र मेसन, र अर्को चाहिँ फर्निचर, यिनीहरूमा है
8 घन्टाको 1500 रुपियाँ सेलेरी कतारको लागि है। र दुबईको लागि पनि सेम, साउदीको लागि पनि यो क्याटेगोरीको काममा पनि सेम, बुझ्नुभयो नि। र अर्को साउदीको लागि पसलमा काम गर्नुपर्छ है, पसलमा काम गर्नुपर्छ, सेलेरी 1600 रुपियाँ हुन्छ है। क्लिनरका काम गर्नुपर्छ र कफी बनाउने काम गर्नुपर्छ। 8 घन्टाको 1600 रुपियाँ सेलेरी साउदीको लागि है, साउदीको लागि। तर पढे लेखेको मान्छे चाहियो। अर्को नेपाली लाइसेन्स भएको, जेसीबीको नेपाली लाइसेन्स भएको सेलेरी 1400 रुपियाँ सेलेरी है, साउदीको लागि है। र जसको चाहिँ जीसीसी लाइसेन्स छ नि, साउदीको, दुबईको, कतारको, बहरेनको, उताको लाइसेन्स छ र विदेश जान चाहनुहुन्छ जेसीबीमा र एक्सकाभेटरमा, उनीहरूको सेलेरी तपाईँको 1800 देखि 2500 को बिचमा हुन्छ। र जसको नेपाली लाइसेन्स मात्र हो उनीहरूको सेलेरी 1400 मात्र हुन्छ, बुझ्नुभयो नि। र अर्को कुरो, जसको नेपाली लाइसेन्स छ नि ऊ चाहिँ जुनसुकै कम्पनीमा छिरिहाल्नु, र छिरेर उताको लाइसेन्स बनाइसकेपछि नि तपाईँहरूको लागि राम्रो हुन्छ क्या। किनभने कि उताको लाइसेन्स जति सक्दो छिटो बनाउनुहोस् र जुनसुकै पनि कम्पनीको डिमान्ड होस् सिधै छिरिहाल्नुहोस्। यदि तपाईँसँग विदेशको लाइसेन्स छैन भने, यदि नेपाली लाइसेन्स छ भने छिरिहाल्नुहोस् जुनसुकै पनि कम्पनीमा। उता गएर उताको लाइसेन्स बनाइसकेपछि नि सेलेरी राम्रो पाउनुहुन्छ र घरिघरि फेरि विदेश जानको लागि तपाईँको लागि राम्रो हुन्छ, बुझ्नुभयो। र अर्को कुरो ओमानको लागि है, ओमानको लागि तपाईँको प्लास्टिक फ्याक्ट्रीमा है 120 प्लस 35 केडी 35 ओमानी रियाल सेलेरी हुन्छ है। ओमानको लागि प्लास्टिक फ्याक्ट्रीमा इन्टरभ्यू दिनु परेन है, प्लास्टिक फ्याक्ट्रीमा। र अर्को मलेसियाको लागि हामीसँग मामी फुड कम्पनीको र इलेक्ट्रिसियनको के भन्छ इलेक्ट्रोनिकको, र अर्को चाहिँ पोल्ट्री फार्मको, यिनीहरूको आउनेवाला छ है। र अर्को कार्गो लोडरको अहिले पनि छ, एयरपोर्टमा कार्गो लोडरको र क्लिनरको मलेसियाको अहिले पनि छ है। मैले यो नम्बर लेखिदिएछु, यो नम्बरमा कल गरेर अनि मलाई मात्र सम्पर्क गर्नु है। ल।